मेरो स्वर्गमा बस्नु भएको आमालाई सन्देश। आमा, तिमी गएपछि यो संसार कति खाली भयो भन्ने कुरा म कसरी भनौं? म त तिम्रो त्यो सानो छोरो, आज पनि त्यही उभिएको छु, तर तिमी छैनौ। आमालाई अन्तिम सन्देश। म तिम्रो एक्लो दिदी बहिनीको एक्लो सन्तान रमाइती हुँ आज, तर आफू भने अझै पनि तिम्रो काख खोज्ने बच्चा नै छु। आमा, तिमी बितेको दिन मेरो जिन्दगीको घडी रोकिएको जस्तो लाग्यो। त्यो दिनदेखि म हाँस्न बिर्सिए, आँखा सुक्न नपाउँदै फेरि आँसु बगिरहन्छ। आमा, म एक्लो भए साँच्चै एक्लो। न त बाउ छ न त तिमी, यी निर्दोष आँखाले मलाई सोध्छन्। आमा बुवा हजुर किन सधैँ चुप लाग्नुहुन्छ? म के जवाफ दिउँ मेरो जिन्दगीलाई? आमा, के भनौँ जहाज दिदी बहिनीहरूलाई कि तिमीहरूको बाबु आमा अब कहिल्यै फर्किनन् भनेर। हरेक रात जब सबै सुत्छन्, म एक्लै चुपचाप बसेर तिमीलाई सम्झिन्छु। तिम्रो त्यो माया, तिम्रो हातको न्यानोपन, मेरो आमा बाबु भनेर बोलाउने आवाज, सबै कुरा सम्झिँदा मेरो मुटु टुक्रा टुक्रा हुन्छ। आमा, आज म थाकेको छु, जीवनसँग हार खाइसकेको जस्तो लाग्छ, तर म रोकिन्न, किनकि मेरा जहाज दिदी बहिनी छन्। उनीहरूले तिम्रो जस्तै माया दिनु छ, तर म तिमी जस्तो कहिले बन्न सकिन। आमा, कहिले काहीँ लाग्छ कि मलाई तिमी एक पटक फर्केर आऊ, मलाई फेरि अंगालो हालेर भनिदेऊ, डराउनु पर्दैन बाबु म छु नि। तर त्यो सम्भव छैन भन्ने थाहा छ, त्यसैले त झन् धेरै रुन्छु। आमा, यदि कतैबाट मलाई देख्दैछौ भने मलाई शक्ति देऊ, यो एक्लोपन, यो पीडा सहन सक्ने हिम्मत देऊ। तिम्रो 5 जना छोरा छोरीलाई सधैँ रक्षा गरिदेऊ। अन्त्यमा म यति मात्र भन्न चाहन्छु, म तिमीलाई आज पनि उत्तिकै माया गर्छु आमा, र सधैँ गरिरहनेछु। आइपिन उही तिम्रो अभागी छोरो कृष्ण चुदारा, उही तिम्रा अभागी छोरीहरू शान्ति, सावित्री, गंगा, अस्मिता माफ गरिदेऊ। मेरा बुवा आमा हाम्रो भाग्यमा हजुरहरूको साथ यति नै रहेछ।